तपाईको युट्युब च्यानल छ तर अझै मोनिटाइज भएको छैन। यो भिडियो चाहिँ फुल स्क्याम हो है। हो हेर्छ त केटी राम्रै छ होइन, स्क्याम हान्दै बसिरहेको छ यिनीहरूको टिम। केटीलाई दोष दिनु खोजे होइन, केटीको त कन्टेन्ट क्रिएटर काम हो होइन, उसलाई त मतलबै भएन। तर स्क्याम दिनेमा त यिनीहरू पनि साथ छ नि त। के खास गरेर चाहिँ के भएको थियो भन्दा नि, मलाई एउटा भिडियो पनि यस्तरी देखायो क्या फेसबुकमा, पेड मोनिटाइजेसन नेपाल भन्ने रहेछ होइन। अनि यसले चाहिँ यो हालिरहेको छ क्या यो भिडियो। म तपाईँलाई यहाँ भिडियो प्ले गरेर नि देखाउँछु है त। तपाईको युट्युब च्यानल छ तर अझै मोनिटाइज भएको छैन। वाच टाइम र 1000 सब्स्क्राइबर पुग्न गाह्रो भइरहेको छ। अब समय आएको छ त्यसलाई ग्रो गर्ने, जसका लागि पेड मोनिटाइज नेपाल सधैँ तयार छ। पेड मोनिटाइज नेपालले तपाईलाई सहयोग गर्छ। च्यानल मोनिटाइजेसन गाइडेन्समा वाच टाइम बुस्ट गर्न, सब्स्क्राइबर ग्रोथमा सपोर्ट गर्छ, भिडियो एसइओ एन्ड ऑप्टिमाइजेसन गर्न, म्युजिक भिडियो बुस्टिङ, अर्ग्यानिक ग्रोथ स्ट्रेटेजी बनाउन, युट्युब च्यानल बाई एन्ड सेल, फेसबुक, टिकटक एन्ड इन्स्टाग्राम सर्भिस। हामी छिटो, सुरक्षित र भरपर्दो तरिकाले तपाईको च्यानललाई मोनिटाइजेसन सम्म पुर्याउन मद्दत गर्छौं। अब सपना होइन, युट्युबबाट इन्कम कमाउने समय हो। स्टार्ट अर्निङ फ्रम योर प्यासन। ग्रो विथ कन्फिडेन्स विथ पेड मोनिटाइज नेपाल। कन्ट्याक्ट नम्बर 9703471562। हो यो भिडियो देखेँ क्या होइन। अनि वाचहरू त मेरो पुगिसकेको थियो होइन, लगभग पुग्नु लागेको थियो। टक्क सब्सक्राइबर त मेरो 300 मात्रै थियो क्या। अनि यसो 800 तिरेर चाहिँ 1000 सब्सक्राइबर बढाइदिउँ भनेर सोचिरहेको थिएँ मैले होइन। अनि टक्क योसँग चाहिँ मैले 2-3 हप्ता अगाडि नै कुरा गरिसकेको थिएँ क्या। त्यतिखेर चाहिँ म स्लिपेजमा गएको थिएँ, त्यति बेला मेरो कन्टेन्ट बुस्ट भइरहेको थियो नि त। अनि उसले पनि अहिले नगर्नु, अलिक पछि गर्नु भनेर भन्यो। अनि अलिकति भरोसा लाग्यो क्या मलाई। जस यो पेड मोनिटाइज नेपालले चाहिँ मलाई कुराहरू सेयर गरेको थियो क्या। मैले चाहिँ सोधेको थियो तपाईँहरूलाई अलिक थाहा छ यस्तो बेलामा के गर्ने भनेर भनेको थिएँ होइन। अनि उनीहरूले चाहिँ अलिकति बरु धैर्य गर्नु, मोनिटाइज अब तपाईँको आफै हुन्छ भने होइन। अनि हुन्छ म 1-2 हप्तासम्म हेर्छु, त्यहाँबाट भएन भने तपाईँहरूसँग कन्ट्याक्ट गर्छु भनेको थिएँ क्या मैले। उनीहरूले हुन्छ भने होइन। अनि त्यसपछि यहाँनिर मैले 1-2 हप्ता पछि क्या कुरा गर्नु आएँ म यता, हेलो सर भनेर होइन। यहाँनिर छ नि त अफर 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 भनेर स्क्यामरहरू होइन। अनि मैले चाहिँ के भने म्यासेज पठाएँ भन्दा होइन, हेलो सर 1K सब्सक्राइबर चाहिँ बढाउनु पऱ्यो सर भनेर मैले म्यासेज पठाएको थियो। ओके हुन्छ सर, तपाईँको युट्युब च्यानल लिङ्क दिनु होला अरे। अनि मैले दिएँ होइन। अनि सुन्नुहोस् न, सब्सक्राइबर चाहिँ फेक हुन्छ कि जिनेबल हुन्छ होइन भनेर भनेको। अनि त्यहाँबाट त्यो चाहिँ अनेस्टली भनिदिनु पऱ्यो भने। अनि उसले चाहिँ कस्तो चाह्यो त्यस्तै छ अरे क्या। 1K सब्सक्राइबर फेकको चाहिँ होइन 800 अरे होइन, रियलको चाहिँ 1200 अरे। यदि त्यो रियल भयो पनि पछि त्यो मेरो भिडियो त हेर्दैन नि तिनीहरूले। त्यही भएर मलाई चाहिँ फेकै गर्नु ठिक लाग्यो होइन। मैले नि मसँग पैसा पनि थिएन, मेन कुरा त होइन, 1000 पनि थियो अनलाइनमा। अनि त्यसपछि पेमेन्ट गरेर स्क्रिनसट दिनु होला अरे। अनि मैले यहाँनिर स्क्रिनसट दिएँ उसलाई होइन, स्क्रिनसट दिएँ यहाँनिर। अनि यो पैसा पठाइसकेपछि त के भन्छ भन्दा नि, तपाईँको पैसै आएको छैन भन्छ त यार होइन। मैले फुल स्टेटमेन्ट दिनु होला सर। अनि मैले हुन्छ भने क्या। अनि मैले चाहिँ वाचहरूको नि कुरा गरिरहेको थिएँ कि वाचहरू पनि बढाउनु पऱ्यो भने म 3-4 दिनपछि कुरा गर्छु तपाईँसँग भनेर भनेको थिएँ होइन। अनि उसले फुल स्टेटमेन्ट दिनु होला सर भनेपछि मैले यहाँनिर नबुझेर त्यो अर्को चाहिँ दिएको थिएँ होइन। अनि उसले यस्तोवाला हो भनेर पठाइदियो। अनि त्यहाँ पठाइदिएपछि चाहिँ अनि टक्क मैले नि त्यसरी पठाइदियो। अनि यस्तो स्टेटमेन्ट होइन। अनि मैले त हेर्नुहोस् त सर भने होइन। ओके हुन्छ सर, वेट गर्नु होला भने क्या। म वेट गरेँ होइन 15-20 मिनट। अनि त्यहाँबाट मैले सिधै कल पनि गरेँ होइन। यो युट्युब मोनिटाइजेसन नेपाल भनेर चाहिँ होइन मलाई स्क्याम हानेको छ। मलाई एक कल हान्छु है, अझ सब्सक्राइब बढाइदिन्छु भनेर 800 रुपियाँ लिएर यार सब्सक्राइबरै नबढाइदिएर भने के भन्दो रहेछ हेरौँ है त। पैसा खाइसक्यो, अब कहाँ पैसा कहाँ फोन उठाउँछ नि गोथीहरूले। म भाइरल हानिदिन्छु भिडियोमा। एउटा मेरो स्क्याम हान्यो होला, अरूहरूको पनि स्क्याम हानिरह होला। अरूहरूको स्क्याम हानेर यसले 14,000मा पैसा बनाइसक्यो। मैले स्टेटमेन्ट देखाउँछु। खोइ त फोनै उठाउँदैन त्यसले। यसले चाहिँ खास गरी 1000 सब्सक्राइब बढाइदिन्छु भनेको थियो मलाई पहिल्यै। मैले हुन्छ नि त बढाइदिएन नि त भनेर कुरा गरेको थियो यहाँनिर। यसले भनेपछि अरूको पनि ठगिरहेको छ क्या यहाँनिर पैसा होइन। अनि यसो फुल स्टेटमेन्ट पठाएर मैले पठाइदिएको यहाँनिर। 5,000 सब्सक्राइब बढाउँछु, त्यहाँबाट चाहिँ म वाचहरू बढाउँछु, यसो पैसा म्यानेज गरेर गर्छु भनेर कुरा गरेको थिएँ। सरले स्क्याम हानिदियो मलाई। अनि स्क्यामर हो कि भनेर डर लाग्न थालिसकेको थियो। तर मलाई चाहिँ यतिखेर शङ्का लागिसकेको थियो क्या। अनि 24 घन्टा टाइम लाग्छ अरे होइन।
ए ठिकै छ नि त 24 घन्टा टाइम लाग्छ भने त ल भोलि त भइहाल्छ मेरो होइन भनेर सोचिरहेको थियो अलिकति अहिलेको अहिले पनि हुँदैन कि जस्तो लाग्यो मलाई त्यही भएर चाहिँ ल भोलिसम्म हुन्छ भने त ठिकै छ भनेर सोचिरहेको थियो अनि त्यसपछि ओके हुन्छ सर पेमेन्ट त आयो नि भनेर मैले सोधेको नो रेस्पोन्स होइन अनि त्यसपछि फेरि आज हेलो सर खोइ त केही प्रोग्रेस भएकै छैन त सर भनेर मैले भनेको अनि सर हजुरको ब्यालेन्स कन्फर्म नै भएको छैन अरे पैसा हिजो काटिसकेको छ क्या होइन सर यताबाट त हिजै गइसक्यो त सर नगएको भए त रिटर्न आउनु पर्ने थियो त्यो रिटर्न पनि आएको छैन भन्नु खोजेको थिएँ मैले चाहिँ यतानिर होइन किनकि यस्तो हुन्छ नि त कहिलेकाहीँ चाहिँ त्यो पज भइदिन्छ बिचमा गएर यताबाट चाहिँ पैसा काटिसकेको हुन्छ अनि त्यस्तो भएको बेलामा चाहिँ कहिलेकाहीँ पैसा रिटर्न आउँछ नि त 24 घन्टामा अनि मैले चाहिँ त्यही भन्नु खोजेको यता अनि आजको स्टेटमेन्ट दिनु त अरे अनि मैले दिइदिएको हेर्नुहोस् त सर भनेर अनि उसले हेऱ्यो त्यसपछि त म्यासेजै पठाइदिएन क्या त्यसपछि त मलाई नि त क्या त्यसपछि त मलाई नि क्या पार तात्छ त्यसपछि त मैले नि भन्दा नि हेलो सर यो चाहिँ लास्ट म्यासेज हो इफ तपाईँले सब्सक्राइबर बढाउनु सक्नुहुन्छ भने बढाउनु नत्र म तपाईँको एउटा भिडियो बनाएर राखेको छ त्यो भिडियो भाइरल गरिदिन्छु भनेर भनेको होइन भाइरल चाहिँ हुन्छ कि हुँदैन थाहा भएन मलाई होइन जस्ट मैले धम्की दिएको होइन अनि त्यही हो मैले भिडियो सिडियो पठाइदियो अनि उसले चाहिँ प्रोग्रेस हुँदैछ भने क्या मैले हुन्छ मैले रिस उठेर यस्तो यस्तो भनेको हो होइन प्रोसेस हुँदैछ भने चाहिँ किन ल्यान्डिङ गरिराख्नु भनेको अनि धम्की दिइराख्नु भएको छ अरे अनि दिन त त्यही दिएको हो होइन आमा 24 घन्टा हुन लागिसक्यो केही प्रोग्रेसै भएको छैन रिस उठ्दैन अनि त्यसपछि त्यसले जे गर्नु मन लाग्छ गरेँ मैले त्यही गरिदिएँ अब खास गरेर चाहिँ म आज एउटाको नयाँ भिडियो आएर छ त्यो भिडियो रियाक्सन हान्नु पऱ्यो सोचिरहेको थियो यस्तो यस्तो लफडामा परेर अब भोलि हानौँला पर्सि अनि आज सुट हान्नु गएको थियो एउटा भिडियो त्यसको ब्लग पनि बनाएको छ अनि त्यो भिडियो चाहिँ पर्सितिर हालौँला जस म यसो कन्टेन्ट खोजिरहेको छु एउटा कन्टेन्ट भ्याट्टै पाइदिएँ भ्याट्टै हालिदिने हो